के पिम्पल उपचार गर्न जरुरी छ र? यो त आफै उमेरसँगै ठिक भएर गइहाल्छ नि। हजुर, यो सही कुरा हो। पिम्पल अथवा भनौँ एक्नी अथवा डन्डिफोर यो उमेरसँगै आफै कम भएर डेफिनेटली जाने कुरा हो। तर यदि यसले हाम्रो स्किनमा खत अथवा दागहरू छोडिदियो भने त्यो भने जिन्दगीभर रहन सक्छ। यसको लागि हामीले धेरै प्रयास गर्दा पनि हाम्रो स्किन ब्याक टु नर्मल स्टेटमा फर्काउन नसक्ने हुन सक्छ। विभिन्न मोडालिटीहरूबाट उपचार गर्दा पनि 100% क्लियर बनाउन गाह्रो हुन्छ। यसरी पिम्पल अथवा डन्डिफोरले छालामा राता तथा काला धब्बाहरू छोडेको छ भने यसलाई हामीले पिलिङ सेसनहरू गरेर हटाउन सक्छौँ। त्यस्तै गरी बसिएको खालको दागहरू छ, खतहरू छ भनेदेखि यसलाई हामीले माइक्रोनिडलिङ सेसन, एक्सोसोम थेरापी, पिआरपी, जिएफसी थेरापीबाट मिनिमाइज गर्न सक्छौँ। लेजर प्रविधिबाट पनि उपचार गर्न सक्छौँ। यसरी उठेका बम्पी खालका एक्निका स्कार्सहरू छन् भने यसलाई हामीले लेजरद्वारा इफेक्टिभ उपचार गर्न सक्छौँ। त्यस्तै हामीसँग धेरै अन्य प्रविधिहरू पनि छन्। यहाँहरूको कस्तो खालको दाग हो अथवा खत हो त्यो अनुसारले हामीले कुन खालको उपचार यहाँहरूलाई दिने भन्ने कुरा हेरेर हामीले डिसाइड गर्नुपर्ने हुन्छ। तर यस्ता जतिसुकै प्रविधिहरू भए पनि समयमै डन्डिफोर अथवा पिम्पललाई उपचार गरेर यसका दाग अथवा खतहरू बस्नबाट जोगिनु बुद्धिमानी हुन्छ।